पाल्पाको सिद्ध बाबा मन्दिरलाई ढोक्दै बुटोल आइएको थियो। बुटोलमा घाममा आए तर उता डुल्दा डुल्दा हालत खराब भयो। सो हेलो आजको सुरुवात हुन्छ मेरो बिहानै उठेर है त। अनि आज चाहिँ तिहार मान्नलाई घर जान लागेको, त्यही भएर धेरै एक्साइटेड थिएँ। फास्ट नुहाइदै गरेर अनि रेडी पनि भइदिएँ। जुत्ता फेरि क्या टल्किदिरहेको थियो नि भने क्या होटेलमा खाना खानाको खराब हाल त पोतिर भने क्या कमेडी हानिदिरहेको के। बसको लास्ट सिटमा बसेको थिएँ। ला झ्याउलाइतिर भने कहिले बसमा बस्दैन भनिदिएको न। जसो तसो भयो भने फाइनली सिद्ध बाबा मन्दिरमा आइएको थियो पाल्पाको। फाइनली बुटोल पनि आइएको थियो। यो घाममा यता र उता भड्किँदा लास्ट भेजाल आइतिर भने के क्या झ्याउलाइदिरहेको। लास्ट गर्मी भएको थियो, त्यही भएर होटेलमा आएर एकछिन रेस्ट गरिदिएँ। नास्ता सास्ता खाएर भ्याउन कहाँ पाएको थियो। गाडीमा गएको, गाडी त चल्दै चल्दैन। लास्ट गर्मी भइदिएको थियो। लास्ट झ्याउलाइतिर भने के गर्नु अब, आफ्नो गाडी थिएन। जसो तसो फाइनली चनौटा आइएको थियो। चनौटाको पान त खानु परिहाल्यो नि, पान खाइदिएँ मस्त बसेर। अनि फाइनली घर आउन लागेको। म भ्लगर भनेको बाले त पत्ताउँदै नपत्ताइदिएर भने